यति बेला भुन्टी सिरियलमा भने सुकुमाया भुन्टीको स्वरूपमा भूपेन्द्रको घरमा पुगेपछि अब सुकुमायालाई देखेर यानि कि आफ्नै श्रीमती भुन्टीलाई देखेर यति बेला भूपेन्द्र ठाउँको ठाउँमै दिसा पिसाब गर्न थालेका छन्। हो साथीहरू, थरथर कामदै अब यानि कि अब यता भुन्टीले भने चाँडोभन्दा चाँडो आफ्ना श्रीमान यानि कि श्रीमान भनौदासँग डिभोर्स चाहन्छन् र अब त्यस घरबाट छुटकारा चाहिँ आफूले पाएको सबै अधिकारहरू प्राप्त गरी त्यस घरलाई सदाका लागि छाड्न चाहन्छन्। यस्तो कुराले यता जेरी लगायत आफ्नै जेठानी दिदी छक्क र दङ्ग परेर यता सुकुमायालाई यानि कि भुन्टी भनेर भुन्टीलाई हेरेका हेरे भइरहेको अवस्था छन् भने अब दिदी यसले त यो किन यसरी फर्केर आइकी होला, यस्तो डिभोर्स गर्ने यानि कि अब पहिले त यो यस्तो थिइन त, अब यो कसरी यस्तो डिभोर्स गर्न तयार भई भनेर अचम्ममा परेका छन्। हो साथीहरू, जसोतसो अब भुन्टीलाई डिभोर्स गराउने हेतुले पछि परेर यानि कि भुन्टीको पछि परेर हिँडिरहेकी जेरी भने अब जेरी यानि कि भुन्टीले अब स्वयं आफै नै डिभोर्स चाहन्छन्। त्यस घरमा गएर यस्तो कुराहरू गरेपछि दुवैजना छक्क र दङ्ग परेका छन् भने अब मेरो घरमा यहाँ भतुवा लागेर यसरी बस्ने होइन, अहिले नै यहाँबाट निस्केर जाओ भनेर भनिरहेको अवस्थामा मैले कमाएको धन सम्पत्ति पठाएर तेरो श्रीमानले यहाँ घर किनेको हो र मेरो पनि अधिकार छ भनेपछि अब जे जे जस्तो भए पनि मैले पैसा कमाएर पठा भनेको थिइनँ र अब यति बेला मुखभरिको जवाब भुन्टीले दिएकी छिन्। हो साथीहरू, अब जे जस्तो भए पनि मेरो श्रीमानको घर हो र श्रीमानको नाउँमा भएको सम्पत्ति भनेको मेरो पनि बराबर अधिकारको कुरो छ भनेर भनिरहेकी हुन्छन् भने अहिले नै हिँड होइन भने तिमीहरूलाई मैले कसरी यस घरबाट निकाल्नुपर्छ राम्रोसँग जानेको छु भनेर यस्तो कदमहरू उठाएकी छिन्। हो साथीहरू, अब तेरो श्रीमान कहाँ गएका छन्, चाँडै फोन गरेर बोला त भनेर भनेकी छिन् भने अब यो तेरो रूप स्वरूप यानि कि अब संस्कारी र इमान्दारी सुशील बुहारीको चरित्र अहिले यस्तो रूप मेरो श्रीमान भुवनको अगाडि देखाउन सक्छेस् भनेर भनेकी हुन्छन् भने किन नसक्नु, म सबै कुरा यानि कि म त्यसरी सबैको मन चित्त बुझाएर बस्दा मैले के नै पाएको थिएँ र अब किन नसक्नु छ र भनेर ठुक्कका साथ यसरी जवाफ दिएकी छिन्। हो साथीहरू, अझै पनि दुवैजनाले निकै भुन्टीमाथि लचार पचार यानि कि कडा जवाब दिन थालेपछि अब भुन्टीले भने दुवैजनालाई झापड लगाएकी छिन्। हो साथीहरू, अब दुवैजनालाई हातपात यानि कि निकै तमक झमकका साथ भुन्टीको सामु आएपछि यता भूपेन्द्रलाई पनि तेरो गर्लफ्रेन्डलाई सबै यानि कि अब यो दिसा पिसाब सोर्न भन भनेर भनिरहेकै अवस्थामा यता जेरीलाई पनि तेरो नाटोको स्याहार यानि कि स्याहार समार सरसफाइ गर्नु पर्दैन, ठाउँको ठाउँमै दिसा पिसाब गरेर गनाइरहेको छ, अब किरा पर्न मात्रै बाँकी छ भनेर भनिरहेकी हुन्छन्। हो साथीहरू, यस्तै कुराहरू यता भनिरहँदा भूपेन्द्र पनि दिक्क भएर अब त यानि कि अब अरूसँग लागेपछि त मेरो माया लाग्दा रहेन छैन तँलाई भनेर जे पाए त्यही उठाएर त्यस्तो अवस्थामा पनि भुन्टीलाई प्रहार गरेका हुन्छन् भने अब भुन्टीले त्यस प्रहारलाई सहजै स्वीकार गरेकी हुन्छन् र अब तेरो स्याहार सम्मानमा लागेर म तेरो श्रीमती भएर बस्नुको परिणाम मैले के भोग्नु परिरहेको थियो र अब किन नसक्नु भनेर यस्तै कडा जवाब दिँदै अब त्यहाँ निकै शानका साथ फलफुल खाएर बसिरहेको दृश्य हामीले देख्न पाएका छौँ। हो साथीहरू, यति बेला पनि अब सुकुमायालाई देखेर त्यस घरका परिवार थरथर काम्न थालेका छन् भने अब श्रेया र जेरीको पनि मनमा ढाङ्ग्रो ठोक्न यानि कि बज्न थालेको छ भने यता भूपेन्द्र ठाउँको ठाउँमै दिसा पिसाब गरिरहेकै अवस्थामा देख्न पाएका छौँ। हो साथीहरू, अब पनि चाँडैभन्दा चाँडै भुन्टीले त्यस घरमा यानि कि भूपेन्द्रसँगको सम्बन्ध टुक्राउन चाहन्छन् र अब निकै आफूले पाएको अधिकार यानि कि पाउने अधिकार लिएर त्यहाँबाट छुटकारा पाई आफ्नो नयाँ जीवनको सुरुवात गर्न चाहन्छन्। हो साथीहरू, अब पनि सुकुमायाको मनैले यस्तो सोचिरहेको छ कि यस्तो घरमा मेरो भुन्टी यानि कि मितिनी कसरी बस्नु भएको रहेछ त, धन्न बस्न सक्नु भएछ भनेर निकै पीडामा एक्लै मनै मनन गरेको कुरा हामी दर्शक श्रोताहरूले देख्न पाएका छौँ। हो साथीहरू, अब पनि भुन्टी भागले कस्तो मोड लेला त साथीहरू, के साँच्चै अब यसरी सुकुमाया आएर भुन्टीको रूपमा